हामीहरू प्राय सबैजनाले आइकिया भन्ने ब्रान्ड सुनेका छौँ नि है, जहाँ विभिन्न परिकारका फर्निचरहरू बेचिन्छन्। अनि अचम्मको कुरा के छ भने नि, यो ब्रान्ड पनि नि एउटा साइकोलोजिकल कन्सेप्टसँग जोडिएको रहेछ क्या। मैले भर्खरै थाहा पाएँ, सायद तपाईँहरूलाई पहिल्यै थाहा थियो या कसैलाई यो भिडियो हेरेपछि थाहा हुन्छ होइन। अनि त्यो इफेक्टलाई चाहिँ आइकिया इफेक्ट भन्दो रहेछ। मानौँ कि हामीले आइकियाबाट एउटा रेडी टु एसेम्बल टेबल किनेर ल्यायौँ, घरमा अलिकति मेहनत र टाइम लगाएर त्यसलाई एसेम्बल गऱ्यौँ। र त्यसमा इन्ट्रेस्टिङ कुरा के हुन्छ भने नि, रेडिमेड मार्केटको टेबल भन्दा नि त्यो टेबल आफूलाई एकदमै प्यारो र एकदमै भ्यालुएबल लाग्छ। अनि त्यो चाहिँ आइकिया इफेक्टले गर्दाखेरि। त्यसैले हामीलाई कुनै काम गर्न अल्छी लागिरहेको हुन्छ र कुनै कामबाट हामी टाढा भागिरहेको छौँ भने नि, यसबाट के सिक्न सकिन्छ भने नि, त्यो काम होइन लाई चाहिँ अलिकति मेहनत र अलिकति समय लगाएर गर्न सुरु गऱ्यौँ भने नि हामीलाई त्यो काम पनि प्यारो लाग्न थाल्छ। त्यसैले भनिन्छ नि, वी भ्याल्यु वाट वी बिल्ड है त। दिस इज आइकिया इफेक्ट। चियर्स।